ओए अनि मेरो तरुणीको आफन्तहरूलाई किन फोन गरेको? मेरो साथीले ल्याउने वाला बुहारी, जीवन कटाउने वाला बुहारी, अब उसको ब्याकग्राउन्ड कस्तो थियो, उसको पास्ट कस्तो थियो, सबै बुझ्नको लागि मेसेज गरेको हो नि त। मायामा पास्ट हेरिँदैन क्या, उसको त्यस्तो दायाँ बायाँ केही छैन, त्यस्तो नराम्रो मान्छे होइन के ऊ। तैँले त्यसरी आफन्तलाई फोन गरेर चाहिँ के बुझिस् त? यार मेरो साथी, मायामा पास्ट कहिले हेरिँदैन क्या, सत्यता रहेछ। मायामा चाहिँ जहिले पनि प्रेजेन्ट हेरिन्छ, भविष्य हेरिन्छ। खासमा ऊ केही नै रहेन रहेछ क्या साथी यार, केही रहेन रहेछ। त्यही त हो, अलिअलि गाँजा खाइ हिँडेको त्यो के नै हो र, अलिअलि त्यो ड्रग्स खाइ हिँडेको, केटाहरूसँग हिँडेको केही नै रहेन रहेछ क्या। एकचोटि पहिला मात्रै गएको रहेछ, तिन चार चोटि त त्यो केटाहरूसँग लिभिङ टुगेदरमा बस्या मात्रै रहेछ यार। के होइन यार साथी यार। होइन यार साथी यार, मायामा पास्टले असर गर्दैन भनेको गर्दो रहेछ यार। तेरो यो कुरा सुनेर त म त छाँगाबाट खसेको जस्तो भयो, साह्रै नरमाइलो भयो यार। खै गर्छ नि यार, जति माया प्रेम भने पनि होइन, पास्टले असर गर्दैन भने पनि पास्ट केही चिज हो क्या, मान्छेलाई पास्टले असर गर्छ नै। ल यार, थ्याङ्क यू यार यति कुरा सम्झाएकोमा यार। घरबारे रहेछौ मायालु